नमस्कार, म सेफ मोहन गजरेल। आज इन्स्योर परियोजना नेपाल सरकार यो बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको इन्स्योर परियोजनाद्वारा पनौती नगरपालिकामा जुन आर्थिक सहयोग गर्यो त्यो आर्थिक सहयोगबाट गत साल 2081 जेष्ठ महिनाबाट तालिम लिएर बस्नुभएको एकजना भाइ मसँग हुनुहुन्छ। नाम तपाईँको नाम? मेरो नाम नमस्ते, मेरो नाम राजेश खत्री। हाल चाहिँ म पनौती नगरपालिका वडा नम्बर 5 मा बस्छु। हाम्रो राजेश भाइ 7 महिना यो इन्स्योर परियोजनाबाट चाहिँ पनौती नगरपालिकामा ले जुन सहयोग गरेको थियो, आर्थिक सहयोग गरेको थियो, ओरिएन्टल हस्पिटालिटी बानेश्वरले चाहिँ यो तालिम प्रदायकको भूमिका निर्वाह गर्यो र सेफ नकुल लगायतका सेफहरूले उहाँलाई तालिम दिनुभयो। नकुल धिताल लगायतको सेफहरूले तालिम दिनुभयो र 7 महिना तपाईँले यहाँनिर जुन हाम्रो इन हाउस ट्रेनिङ लिनुभयो इन्स्टिच्युटमा, होइन? त्यसपछि 3 महिना तपाईँ ओजिटी जानुभयो। ओजिटी कुन होटलमा जानुभयो र तपाईँलाई त्यहाँ के फ्यासिलिटीहरू प्रदान गर्यो त? म चाहिँ अब साँगाको फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा भन्ने हाम्रो रिसोर्ट छ, होइन, साँगामा। त्यहाँ चाहिँ 3 महिनाको लागि म ओजिटीमा गएँ। ओजिटीमा जाँदाखेरि चाहिँ सुरुमा चाहिँ अब हामी अब एज अ हेल्परमा जाने हो, कटिङ कुटिङहरू गर्ने, अनि सेपहरूलाई चाहिँ सघाउने, अनि किचनहरू सरसफाइ गर्ने, त्यति मात्र सुरुमा स्टार्टिङमा त्यो काम थियो। अनि हामीले त फेरि खानाहरूमा अलिकति हात हाल्दा पनि अलिकति डर चाहिँ लाग्थ्यो। अब डर किन भन्दाखेरि अब कुनै कुराहरू मिस्टेक होला कि, अनि गर्दै जाँदाखेरि कुनै कुराहरू मिस्टेक होला कि भन्ने अलिक डर हुन्थ्यो। पछि चाहिँ अब सेपहरूले चाहिँ यिनीहरूले चाहिँ केही कुरा चाहिँ सिकेर आएको छ है, 7 महिनामा चाहिँ यिनीहरूले धेरै राम्रो कुराहरू सिकेर आएको छ भन्ने उनीहरूलाई पनि मनमा लागेपछि चाहिँ उहाँहरूले चाहिँ खानाहरूमा हात लाएर मजाले सिकाउनु भयो। जस्तै हाम्रो एक्जिक्युटिभ सेफ हुनुहुन्थ्यो दार्जिलिङको वीरेन्द्र सिंह राई, होइन, उहाँले पनि मलाई चाहिँ, उहाँ चाहिँ एक्जिक्युटिभ हुनुहुन्छ, उहाँले चाहिँ मलाई हातै लगाएर पनि सिकाउनु भयो। त्यति गर्दाखेरि चाहिँ मनमा चाहिँ मलाई यति चाहिँ लाग्यो कि म पनि अब केही गर्न सक्छु कि भन्ने मलाई त्यो चाहिँ मनबाट फिल भयो। तपाईँहरू दुईजना चाहिँ यो ओरिएन्टल हस्पिटालिटीबाट पनौती नगरपालिकाको जुन प्रोफेसनल कुक 7 महिनाको सिकेपछि त्यहाँ ओजिटी जानुभयो। ओजिटी जाँदाखेरि तपाईँ आफै र अर्को साथी को जानुभएको थियो? मनोज बजगाई जानुभयो। अनि तपाईँहरूलाई यो ओजिटी गर्दाको पिरियडमा केही होटलले चाहिँ इन्सेन्टिभको रूपमा दिने चलन पनि छ। तपाईँले कति कमाउनु भयो? हामीले चाहिँ हाम्रो साथीहरूसँग जे जतिजना हुनुहुन्थ्यो 40 जना हुनुहुन्थ्यो हामी टोटलमा दिएर मर्निङ गरेर। अब हामी त्यति मध्येमा चाहिँ सबभन्दा राम्रो स्यालेरी बेसिस पनि हामीले पाएको थियौँ। मन्थली हामीले 15,000 दिएको थियो भने बस्नको लागि अकोमोडेसन पनि दिएको थियो, खाना बस्नको सुविधा सहित दिएको थियो। अब ड्युटीहरू पनि त्यस्तै थियो, छिर्नीको टाइम हुन्छ, निस्किनेको टाइम हुँदैन। राम्रो थियो, जस्तै छिर्ने टाइम भयो, निस्किने टाइम भएन, होइन? त्यसमा चाहिँ तपाईँले 8 घन्टा 10 घन्टा 12 घन्टा कति घन्टा ड्युटी चाहिँ तपाईँले म्याक्सिमम गर्नुभयो? मैले 8 घन्टा 9.5 घन्टासम्म त मिनिमम त गर्नै पर्यो। हजुर, म्याक्सिमम भनेको हजुरको अब पार्टीहरू भयो भने शुक्रबार शनिबार त होटल प्याक नै हुन्छ। त्यति बेलाको खण्डमा चाहिँ हामीले 18 घन्टासम्म ड्युटी गरेको थियौँ। ड्युटी गरियो। अब कतिपय ठाउँमा तपाईँ अब ट्रेनिङ लिन गएको मान्छे तपाईँलाई मन्थली 15,000 को दरले दियो। त्यो एउटा स्यालेरी तपाईँ चाहिँ नभएको भए पनि त हुन्थ्यो नि, खुसी हुनुहुन्थ्यो नि, होइन? 15,000 को दरले तपाईँलाई दियो। धेरै राम्रो होटल परिवारलाई धेरै धन्यवाद। त्यहाँको चाहिँ हाम्रो हेर्ने दीपक जी हुनुहुन्थ्यो, दीपक ठ्याक्कै बिर्स्यो, उहाँ यता हाम्रो सुदूरपश्चिमबाट हुनुहुन्छ। उहाँले पनि धेरै राम्रो सहयोग गर्नुभयो र फर्चुन होटल एन्ड स्पालाई धेरै धन्यवाद। र हाम्रो दुईजना भाइहरूलाई एउटा क्यापेबल बनाएर पठाइदिनु भएको छ। र अब तपाईँ भविष्यमा के गर्ने योजना बनाउनु भएको छ? मेरो भविष्यको योजना चाहिँ अब म होटल यो हस्पिटालिटी सेक्टरमै लागेर आफ्नो चाहिँ कुकिङ पेसा यसलाई चाहिँ अगाडि बढाउन चाहन्छु, होइन? बाहिर जाने सोच पनि छ। अब यतै राम्रो मेरो आफ्नो केही आइडेन्टिटी बनाउनु छ भने यता पनि म लाग्ने कोसिस गर्छु, होइन? भविष्यमा चाहिँ अब म आफ्नै ठाउँमा चाहिँ एउटा होटल आफैले सञ्चालन गर्न सक्छु भन्ने चाहिँ एउटा प्रतिबद्धता लिएको छु। म धेरै बेरोजगार भाइ बहिनीहरू अथवा धेरै बेरोजगारहरूलाई देशमा अपर्च्युनिटी छैन भन्छौँ हामी,
देशमा सरकारले केही गरेन भन्छौँ। सरकारको विभिन्न मातहत विभिन्न तबकाबाट चाहिँ यस्ता निशुल्क रूपमा तपाईँहरूले 1 रुपियाँ पैसा तिर्नुभयो त परेन नि। हामीले तिरेनौँ। उल्टै उहाँहरूलाई खाजाको रूपमा खाजा भत्ताको रूपमा दैनिक 100 रुपियाँ पनि दिएको थियो संस्थाले, जुन हामीलाई आर्थिक लगानी गर्नेले। र उहाँहरूलाई अब निशुल्क रूपमा चाहिँ सिप परीक्षण तह 2 को चाहिँ सिप परीक्षण पनि गराउने छ र 3 महिना होटलमा ओजिटी सकेर आउनु भएको छ। यो देशमा केही छैन, देशमा केही गर्न सकिन्न भन्ने युवाहरूको लागि एउटा ज्वलन्त उदाहरण हुनुहुन्छ। उहाँ एकजना मात्र होइन, उहाँसँगै तालिम लिएका साथीहरू अहिले धेरैजना चाहिँ होटल रिसोर्ट रेस्टुरेन्टमा चाहिँ काम गरिरहनु भएको छ भनेदेखि कोही म केही गर्न सक्छु भनेर अहिले ट्रेनरको रूपमा पनि एसिस्टेन्ट ट्रेनरको रूपमा पनि उहाँहरूले काम पाइरहनु भएको छ। 9-10 जना चाहिँ अहिले फिल्डमा एसिस्टेन्ट ट्रेनरको रूपमा काम गरिरहनु भएको छ। यो धेरै धेरै धन्यवाद नेपाल सरकार, सिटिभिटी, त्यसै गरी पनौती नगरपालिका, ओरिएन्टल हस्पिटालिटी सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। म शेख मोहन गजुरेल, राजेश खत्री, धेरै धेरै धन्यवाद। धन्यवाद।